आज चाहिँ हामी 2082 हैन वैशाख 1 गते लाग्यो धनसिंह डाँडातिर। दुईटा छोरी मम्मी अनि यता म हैन। ऊ तुमनिन्टार अरुण नदी खतरा छ है। ऊ पर रातो हाम्रो घर भइहाल्यो हैन। माथि भाइको घर भइगयो, यता सुमन भाइको घर है। नयाँ घर बन्ने छ हाम्रो कान्छा फुवाजीको। यता बोमजन कान्छा मेरो घर हैन। खतरा छ गाउँघर यस्तै छ ल है। पर रातो अहिले म जुम गरेर देखाइहालेँ हैन। त्यो मेरो घर भइगयो रातो। माथि भाइ है गाउँमा त बेजोड ममा पारी दिङ्ला भइगयो। दिङ्ला ऊ बर देखेको दिङ्ला भइगयो हैन। यता तुमनिन्टार भयो है। हातबारी अलि माथि छ। अरुण नदी आनन्दै बगिरहेको अवस्था छ। हामी चाहिँ त जाँदैछौँ धनसिंह डाँडा भन्ने ठाउँतिर र म पनि यता जाँदैछु सररसँगले। अघि कान्छी छोरीलाई बोकेँ, गलेर थाकेर एकछिन हिँड्दैछ फुच्ची। अनि म चाहिँ यता जाँदैछु सदक्कसँगले हैन। अगाडि जाँदैछ अरू चाहिँ, अरूभन्दा मेरै परिवार भन्नु। परिवार दुईटा छोरी अघि बोकेर गलेर हत्तु बनायो नि। कान्छी छोरी बोक्दाखेरि चाहिँ गाँठे साह्रो पारा गर्ने साइडले घाम लागिरहेको छ। त्यो भएर गाडी हामी धनसिंह डाँडातिर जाँदैछौँ। प्रतिभा बहिनी बिचमा हो। हिँड पर हामी कहाँ गरे धनसिंह डाँडा। म त कहिले गएको छुइनँ, आज जाँदैछु ल। कान्छी छोरी पनि जाने नि, कान्छी छोरी पनि जाने है। जाँदैछौँ है जाँदैछौँ ल है ल है। कहाँ गएको अरे धनसिंह? सानो पनि हिँडेको हेर न फेरि। खै सानो पनि हिँड्दैछ हौ, हात यसो मार डल्ली 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 हुन्टी। ओहो यो फेरि ताल पोखरीमा है। यो पिच रोड गर्नको लागि ढुङ्गा पेल्ने ठाउँ यस्तो खतरा गरेर छ ल। बबाल बबाल मेसिनहरू छ है। त आज चाहिँ बन्द हो क्या है ताल पोखरीमा। ल ढुङ्गा पेल्ने मेसिनहरू एकदम तैनात अवस्थामा। कतिपय त पेलिसकेर पनि यो पिच भइसकेको रहेछ अगाडितिर है। खतरा भएछ ल। कतिचोटि भयो त? 3 चोटि। म यो चोटि जाँदैछु भर्खरै। सानो किन उठेको? अब त आउँदिनँ, म पनि आउँदिनँ अब। सानो किन उफ्रेको? सानो किन उफ्रेको? हामी त कोटधारा पाइपुग्न आँट्दैछ। पर हेरपोस्ट छ है ल। ल है झ्याउपसीबाट यता कोटधारा हुँदै हुँदै यता गैरीगाउँ हुँदै होइन। तल टारीगाउँ तलसम्म चाहिँ एकदम यस्तै पिच भइसकेको रहेछ। टारीगाउँ मुनितिरसम्म है पिच भएको रहेछ। अब उँधो पनि सायद हुन्छ होला है। खतरा भइसकेको छ यो कोटधारा है। कोटधारामा ल कोटधारामा एकजना साथी कपडा धुँदै रहेछ। यो वाडा कार्यालय 11 सडानन्द नगरपालिका 11 वडा भवन ख्यालमा यहाँ पो आइपुगिसक्यो हामी त। हिँड्दै 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 है वडा भवनतिर आइयो। सलक्कै हस्पिटल मतलब हेल्थ पोस्ट सडानन्द नगरपालिका 11 को हेल्थ पोस्ट आइपुगिसक्यो त। खतरा छ नि त हाम्रो हेल्थ पोस्ट फेरि। ल है हाम्रो झ्याउ पोखरीदेखि नै होइन त गैरीगाउँ हुँदै 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 तलसम्म यस्तै रोड छ रहेछ। ख्यालमै परिवर्तन हुँदो रहेछ बिस्तारै बिस्तारै। खतरा रोड छ ल। ल हाम्रो टोली यता सानो सानो हाम्रो टोली पान्दाहरूतिर आइपुगिसक्यो है ल। पान्दाहरू हेरौँ ल। पान्दाहरू है ल है। मैले अघि पान्धारे भने खासमा 3 धारे रहेछ। 3 धारे भन्ने ठाउँ सर्लक्कै आइयो घुम्दै फिर्दै। हामी त्यही झ्याउपरी मान्छे हो, कहिले काहीँ यताउता हिँड्नुपर्छ भन्ने हिसाबले आज फेरि 1 गते हो नि त। वैशाखको 1 गते। त्यो पनि वैशाख भनेको जहिले नयाँ वर्ष पर हो। 82 साल वैशाख 1 गते पान्धारे भन्ने ठाउँतिर आइयो ल। अब तल यो धनसिंह डाँडासम्म पुग्छौँ, त्यसपछि सरक्कै फर्किने हो फेरि ल है। फेरि यो रोड निर्माण कार्यमा प्रयोग हुने साधनहरू यहाँ चाहिँ रहेछ पान्धारेमा राखेको रहेछ। ओहो यो पान्धारेमा त नि
निर्माण सामग्रीको सवारी साधन त टनक्कै रहेछ, मतलब धेरै रहेछ त हौ गाँठी। ओहो, यहाँ राखेको रहेछ है ल। निर्माण कार्यमा प्रयोग हुने सवारी साधनहरू चाहिँ सबै यहाँनिर 5 धारे 3 धारे भन्ने ठाउँमा रहेछ। बबालै बोला। यो सुनखानी चोकदेखि अलि मास्तिर है, एकदम पुरानो भन्दा पुरानो ट्याङ्की रहेछ नि। के भन्नु अरे? सानो भन्नु भनेको के भन्नु अरे? सानो भन्नु? सानो कको छोरी? मम्मीको? तपाईँको अनि मम्मीको भनेको? हामी कहाँ गएको? उता गएको भन न। उता गएको भने उता गएको नि। ल है, सुनखानी चोकदेखि थोरै मुनि यता भन्छ है, सुनखानी चोक मास्तिरै छ। अनि हामी हिँड्दै 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 सल्लाकै सुनखानी चोकदेखि मुनितिर धनसिंगी डाँडै छेउमा आइपुग्यो है। यता फेरि बबाल बबाल बाख्राहरू चरेर आएको रहेछ। खतरा खतरा चरेर आएछु। घाँस चाहिँ त्यति छैन है, यहाँ के खनेको, कतिलो ठाउँ खनेको रहेछ है। हाम्रो टोली चाहिँ फेरि यता है ल। लहै लहै रोटे रोड होइन, लगभग धनसिंगी डाँडा यो माथिको डाँडा रहेछ है। आइपुग्नै आँट्यो होइन। हिँड्दै 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 यी धनसिंगी डाँडा चाहिँ हेरेछ। म कहिले पनि आएको थिइनँ यी डाँडामा चाहिँ। आज भने सायद जुरो वैशाखी गते हाम्रो टोली यहाँ पुगेछ है। कोसँग गफ गर्दैछ ल। धनसिंगी डाँडामा यो बस्ने ठाउँ रहेछ। पुरै खतरा केटाकेटी पिङ खेल्ने ठाउँ पनि रहेछ है। यतातिर पुरै डाँडा रहेछ, खतरा रहेछ ल। राम्रो रहेछ, लभको चिन्ह पनि रहेछ। खतरा रहेछ नि ल ठाउँ त। धनसिंगी डाँडा है ल। सडक नगरपालिका यो 11 होला सायद डाँडा यो ल। यहाँ केटाकेटी पिङ खेल्दैछ खतरा तरिकाले। घाम लागिरहेछ टन्टलापुर। सही रहेछ हौ, केटाकेटी खेल्ने ठाउँ रहेछ, बस्ने ठाउँ रहेछ ल। धनसिंगी डाँडा आएर भोक लागेर हाम्रो चाहिँ परिवारले यसो खाजा खाने डिउ पनि छैन हाम्रो। पछि त डिउ पनि छ। हामी चाहिँ खाजा बबाल मिठो छ यार। चाउचाउ त खाँदैछ। अब मान्छेहरू आउँदो रहेछ निकै होइन, मान्छेहरू पनि मान्छेहरू फर्किनु थाल्यो। अब अघि निकैजना मान्छे चाहिँ है, पिङहरू यताउता है, बस्ने ठाउँहरू खतरा खान्छ। केटाकेटी आउँदैछ। अघि धेरै थियो मान्छे, अहिले निकै फर्किन्छ। अहिले 4 बज्न 8 बज्यो, 4 है 3। हामी चाहिँ यहाँनिर भोक लागेर पनि खाजा खाँदैछौँ। अब एकछिन फर्किने आयो। फर्किएको है धनसिंगी डाँडाबाट नि। हामी कहाँ गएको? घर गएको भन न। अनु हजुर, हामी घर गएको भन न। बाई बाई धनसिंगी डाँडा भन्थ्यो। हामी त गएको घर भन्थ्यो नि। घर गएको भन्थ्यो। हामी चाहिँ गयो घरतिर अब है। धनसिंगी डाँडा चाहिँ रमाइलो रहेछ है। मान्छे धेरै आएको थियो आज 1 गते चाहिँ, वैशाख 1 गते भएर होला। डल्ली है खोइ त। यता चाहिँ आयो कि नै? के भन्नु अरे नानुलाई? सानो भन्नु अरे? के भन्नु अरे? सानो सानो हो ल। जाउँ ल घर। आज वैशाख 1 गते है। धनसिंगी डाँडाबाट फर्किँदाखेरि बोनसमा कुकुर पाइएको छ ल। रातो कलरको लामो पुछार गरेको है। त्यत्रो ठुलो खाले कुकुर चाहिँ होइन, यो सानो सानै खाले हो। बोलाएको होइन, आफै पछ्याउँदै आयो ल। घरमा चाहिराखेको थियो होइन, फकाएको पनि होइन। अलिकति चाउचाउ चाहिँ दियो खानालाई। भोकाएको जस्तो लागेर मुख गर्दै हिँडिरहेको थियो। भोक लागेको होला भन्ने सोचेर चाउचाउ थोरै दिएको। अब जाँदैछ वडा कार्यालय आइपुगिसक्यो। सडानन्द नगरपालिका 11 को वडा कार्यालय आइसक्यो है कुकुर ल। अब घरैमा राख्ने हो। बाँदर पनि खेदाउँछ, बन्डाहरूले पनि खेदाउँछु ल। ल है धनसिंगी डाँडाबाट फर्किएर पिपल डाँडा भन्ने ठाउँ आइयो। पिपल डाँडा आयो होइन। अब पानी पर्ला जस्तो हुँदैछ है ल। ऊ तल चाहिँ टारी गाउँ अरे सिमाल भन्ज्याङ भन्छ यहाँनिर है। खतरा सिमाल भन्ज्याङमा खतरा हावा चल्छ है ल। उताबाट गाडी आउँदैछ फेरि हावा चल्यो है। हावा चल्यो, पानी पर्नै लागिरहेछ।